तपाईं सोच्नुहोस्, एउटा देश बदल्नको लागि आखिर चाहिने के? ठूलो भाषण, नेता वा धेरै पैसा? सायद होइन। कहिलेकाहीँ एउटा परिवर्तन सुरु हुन्छ एउटा सानो प्रश्नबाट। हाम्रो देश किन यस्तो छ? हामीले किन अवसर खोज्न विदेश जानुपर्छ? हामीले चाहेको नेपाल कहिले बन्छ? आजको नेपालको नयाँ पुस्ता यही प्रश्न सोधिरहेका छन्। यी पुस्ता हुन् जेन जी नेपाल। एउटा यस्तो पुस्ता जसले पुरानो सोचलाई च्यालेन्ज गर्दै र नयाँ नेपालको सपना देख्दैछ। नयाँ पुस्ताको सोच। अहिलेको नयाँ पुस्ताको सोच के छ जान्नेछौँ आजको यस भिडियोमा हामी। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला। पहिलेको पुस्ताले धेरै सङ्घर्ष गर्यो। उनीहरूले देश बनाउन मेहनत गरे। तर आजको युवा पुस्ताको समस्या अलि फरक छ। आजको युवा इन्टरनेटको संसारमा हुर्किएको छ। उसले संसार देखेको छ। उसले देखेको छ अरू देश कसरी अगाडि बढिरहेका छन्। टेक्नोलोजी कसरी प्रयोग भइरहेको छ। युवालाई कसरी अवसर दिन सकिन्छ। त्यसैले आजको युवा केवल जागिर खोज्न चाहँदैनन्। ऊ अपर्च्युनिटी बनाउन चाहन्छ। ऊ प्रश्न गर्न चाहन्छ। ऊ भन्छ, देश मेरो पनि हो, त्यसैले भविष्य पनि मेरो जिम्मेवारी हो। जेन जी आन्दोलन र परिवर्तनको आवाज। पछिल्लो वर्षहरूमा नेपालमा युवाहरूको आवाज अझ बलियो भएको देखिएको छ। जेन जी पुस्ताको सडकदेखि सोसियल मिडियासम्म आफ्नो विचार राख्न थालेको छ। उनीहरूको मुख्य आवाज के हो? राम्रो शासन चाहियो। भ्रष्टाचार कम हुनुपर्छ। युवाले अवसर पाउनुपर्छ। देशमा केही नयाँ हुनुपर्छ। धेरै युवालाई लाग्छ यदि नेपाल पुरानो तरिका मात्र दोहोरियो भने नयाँ परिमाण आउँदैन। त्यसैले उनीहरू परिवर्तन खोजिरहेका छन्। जेन जी आन्दोलन केवल एउटा घटना भएको थिएन। एउटा सङ्केत थियो जसले नेपालको मुहार परिवर्तन गर्न सफल भयो। सङ्केत थियो नयाँ पुस्ता अब देशको भविष्य हेरेर चुप बस्न चाहँदैनन्। जसले गर्दा नयाँ सरकार र नयाँ अपेक्षासँगै नेपाली युवा अगाडि बढिरहेका छन्। जब देशमा नयाँ सरकार आउँछ, मानिसहरूको मनमा एउटा आशा जागृत हुन्छ। अब केही परिवर्तन होला कि? तर एउटा कुरा अझै जरुरी छ। सरकार परिवर्तन भएर मात्र देश परिवर्तन हुन सक्दैन। देश बदलन सरकारसँगै जनता पनि परिवर्तन हुनुपर्छ। नेतृत्वले राम्रो नीति बनाउनु पर्छ, तर युवाले पनि जिम्मेवारी लिनुपर्छ। किनकि लोकतन्त्रमा देश केवल नेताले होइन, नागरिकले पनि बनाउँछ। अब प्रश्न उठ्छ, के जेन जीले नेपाल बदल्न सक्छ? अब मुख्य प्रश्न, के नयाँ पुस्ताले साँच्चै नेपाल बदल्न सक्छ त? उत्तर हो, सक्छ। तर केवल सोसियल मिडियामा पोस्ट गरेर होइन, केवल गुनासो गरेर होइन। परिवर्तन आउन सक्छ। एउटा युवा नयाँ स्किल सिक्छ। विद्यार्थी नयाँ सोच राख्छ। मालिकले नयाँ बिजनेस सुरु गर्छ। एउटा नागरिकले सही निर्णय लिन सिक्छ। देश बनाउने काम केवल सिंहदरबारमा हुँदैन। देश बनाउने काम घर, स्कुल, गाउँ, समाज लगायत अन्य ठाउँहरूबाट आफ्नो विचारहरू प्रस्तुत गरेर हुन सक्छ। नेपालको भविष्य कस्तो छ जान्नेछौँ। यो प्रश्नको उत्तर कुनै एउटा नेता वा एउटा सरकारसँग मात्र छैन। यो उत्तर आजको युवासँग छ। किनकि यही पुस्ताले नेपाललाई पुरानो समस्याबाट निकालेर नयाँ सम्भावनातिर लैजान सक्छ। तर त्यसको लागि चाहिन्छ ज्ञान, मेहनत, धैर्य र देशप्रतिको जिम्मेवारी।
नयाँ नेपाल केवल सपना होइन, एउटा काम हो र त्यो काम गर्ने पुस्ता सायद जेन्जी हो कि होइन, आफ्नो विचार कमेन्टमा राख्नुहोला। किनकि देश बदल्ने शक्ति सधैँ नयाँ सोच भएको मानिसहरूसँग हुन्छ। धन्यवाद। भिडियो